नमस्ते साथीहरु सबैजनालाई वेलकम हाम्रो ब्लगमा। अनि हामी आज चाहिँ च्यालेन्ज गर्न गइरहेका छौं। के को आँपको हामीले चाहिँ काटेर आँपलाई रेडी गरेका छौं। यो खोर्सानी नुन सहित यो चाहिँ हामीले कसो गर्छौं भने यो सबैजनाले प्रत्येकले हामी एक एकवटा हातमा लिन्छौं। यो ट्राई गर्नु अहिले मिल्दैन। यो चाहिँ कसले अनुहार नबिगारी खान्छ उसले चाहिँ यो च्यालेन्ज है हाम्रो। च्यालेन्ज 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 आज चाहिँ हामीलाई अब यस्तो के हाम्रो अलिक समस्या छ। यो पनि खासै नदेखेला त्यही पनि हामी यो चोकेर सबैजनाले चोक्ने अनि सबैले चोकेर त्यहाँ कसरी अलि कसको अनुहार देखिन्छ कसले हाने म हान्छु नि त। त्यहाँ देखिन्छ नि भिडियोमा फेरि सबजनाले यस्तो टेस्ट 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 कसले अनुहार बिगारेर खान्छ यो बोतल नुन परेन सुरुमा कसैको बिग्रेन त्यसको भरे भरे बिग्रेन। अब अर्को अर्को है त म त च्यालेन्ज एक एकवटा दिन्छु। म त उयो गरिदिन्छु कि क्या हो कति हो म तासेको परेछ सस हामी खाइरहेको छौँ फेरि म त बस्ने रहेछु भयो मान्छे लाग्दैन पालो दिन लाग्छ। तीनचोटि आइसके म यही किन्न लगाएर गयो मस्तै कराएर है। बिग्रेला भएको दुईजनालाई हेर है दुईजना खाएको छैन पिट्टै धेरै नुन लाग्यो भने कडा हुन्छ नलाग्यो भने म त हार्दिनँ। भोलि घाट्न पनि पर्ने मलाई चाहिँ बिस्तारै जानु बेला उनीहरू छ मैले यसो गरेको गरेन भने कसले सबैभन्दा मलाई त लास्टमा हिर्काइरहेको टक पार्दैछ होइन त गरेको त ठाउँमा भन्छ तर गर्न नसकेको त होइन गाह्रो हुँदैन अब त गाई हामीले खुट्टा खाइसक्यौँ गाई एकचोटि भेट्यो।